हेलो गुड मर्निङ अल माई युट्युब च्यानल फ्रेन्ड्स। म चाहिँ ड्युटी हिँडेको बिहान अब 8 बजे होइन, पर्सिको 8 बजेको छ। ल मेट्रो आयो, मेट्रोमा बसिसकेको छु म गाइस होइन। ल अब मेट्रो बसिसकेको छु। ल अब म झरेर पनि फेरि पनि तपाईँलाई झरिसकेको छु। झरेर हजुरलाई देखाइरहेको छ म मेट्रोको भिडियो होइन। यहाँबाट झरेर फेरि म 2 मिनट जति हिँड्नुपर्छ है गाइस। ल नयाँ साथीहरूले मेरो राइस फलोअर आज म तपाईहरुलाई अनि यो हाम्रो टोपिक हो। हजुरलाई टोपीको चाहिँ 390 ग्राम वजन गर्नुहोस्। यो अप्पो नुडलको रेसिपी हो हैन। 390 प्लस तपाईलाई यसमा राइस फ्लोअर हाल्नुहोस् 1 केजी। यो राइस फ्लोअर 1 केजी हाम्रो यो अप्पो नुडल सेक्रेडी ससमा हानिन्छ हामीले हैन। यता हेर्नुहोस् यो 1 केजी है, ठ्याक्क माइनस गरेर 1 केजी बनाएको 1 केजी हाल्नुहोस् हैन राइस फ्लोअर। फाइनली पानी हाल्नुहोस् तपाई 1800 ग्राम 1800 ग्राम पानी हाल्नुहोस्। त्यसपछि मस्त हाल्दिनुस् हैन। यो दुई टोपीको र राइस फ्लोअर मिक्स गर्नु मस्त ग्लोभ्स लाएर हैन, मजाले मिक्स गर्नुहोस्। तपाईलाई जति राम्रो मिक्स हुन्छ उति राम्रो डो निस्किन्छ। डो बस्दै हो पनि हैन, पट्टा निकालिन्छ कि चुम्पाङ पट्टा जस्तै हो सेम। यो चाहिँ हामी सेकेटी नुडलको लागि हो हैन। सेकेटी नुडल पनि भन्छ, पहिला अप्पो नुडल हो यो। अप्पो नुडलबाट बनाए फेरि सेकेटी नुडल ससमा टच गर्नुपर्छ हो मस्तले। विन्सले मस्त मिक्स गर्नु होला। विन्सले मस्त जति तपाई मिक्स गर्न सक्नुहुन्छ उति राम्रो हो यो, त्यति राम्रो बन्छ हैन। फाइनली गाइस यो चाहिँ हाम्रो नयाँ रेसिपी हो है। र यहाँ नयाँ ओपनिङ होटलको लागि यो नयाँ रेसिपी सिकाउँदै छु। ल प्लस सिक्दै छु पनि है गाइस, फलो गरिदिनु होला। अब इन्डक्सन टक्क लगाएर हैन, इन्डक्सन लगाएपछि टक्क यसको फेरि पानी राख्ने स्टिमर राख्नु। यहाँ टक्क पानी हाल्नु समथिङ तपाई 2 लिटर जति हैन। 2 लिटर जति पानी टक्क हालेपछि तपाईले अब यसलाई 5 मिनेटको भित्रमा तपाईले 45 थर्मोमिटरमा राख्नुहोस्। तपाईलाई गरम हुन्छ यो हैन। पानी गरम हुँदैछ, हामीले सेटो लगाएको छ अब हैन। अब गरम भइसकेको छ, तपाईलाई रेडी पनि भइसकेको छ। ढोल हालेर डो हालिसकेको छ फाइनली गाइस हैन। डो अर्को भइसकेर निकालेको छ। अब यो डोलाई चाहिँ मस्त निकाल्नुपर्छ तपाईले मिलाएर।
फुल बोनस पाउँछ, मिठाई पाउँछ, अच्छा 10 ग्राम सुन पाउँछ। मजा रहेछ है मजा रहेछ है अच्छा म त अहिले पो बुढो भइहालेँ नि, अब त सकिहाल्यो। गाला च्याउरी पर्ने बेला भइसक्यो भाइ। खाँदैन तिमी है? खाने त छ खान्छौ? भाइ खान्छौ? खान्छ? अब हल्दार एउटा फर्म भरिहाल भाइ, हजुर एउटा फर्म भरिहाल के? बाहिर लागि बाहिरको लागि होइन, भित्र बुढीको फर्म भर भनेको। एउटा खान्छौ? मेरो छ त सच्चा यो पक्रिनलाई चिङ्गी धुन न फटा होला राख्दिनु भने धुदिनँ भने तपाईँ ठिकतिर म धुनु भनेर मैले त धुनु भनेको अस्तिबाट यिनीहरू मिलेर आएको थिएन, मजाले भाषी लागिरहेको थियो। अहिले आएर चम्रे गाउँवाला हो भाइ तपाईँ अप्ठ्यारो सबैले सुनेको छ। सस निकालेर